मोरङ बिरयानी हाउस विराटनगरको बेजोड स्वाद। सानो टहरा जस्तो देखिए पनि स्वादमा भने एकदमै जबरजस्त। यहाँको मटन बिरयानी हैदराबादका वरिष्ठ सेफद्वारा तयार पारिन्छ। के पाइन्छ त? मटन बिरयानी, चिकन बिरयानी, हन्डी बिरयानी, चिकन पखेटा स्पेशल र अर्डर अनुसारको स्पेशल बिरयानी। मैले अर्डर गरे चिकन बिरयानी। पहिलो चम्चा मुखमा हाल्दै गर्दा लाग्यो यो त साधारण बिरयानी होइन, यो त सम्झनामा बस्ने स्वाद हो। भातको हरेक दाना छुट्टै, चिकन नरम र रसिला, मसला न धेरै तीखा न फिका, एकदमै सन्तुलित। त्यही दिन मलाई थाहा भयो किन मानिस भन्छन् विराटनगरमै धेरै बिरयानी पाइन्छ, तर मोरङ बिरयानी हाउसको स्वाद भने अर्कै छ। त्यसपछि त म हरेक हप्ता त्यहाँ जान थाले। कहिले चिकन बिरयानी, कहिले हन्डी बिरयानी, कहिले त साथीहरूलाई लिएर चिकन पखेटा स्पेशल। र मजा के छ भने मूल्य पनि सजिलो, स्वाद भने 5 तारे होटललाई टक्कर दिने। त्यसैले यदि तपाईले अझैसम्म मोरङ बिरयानी हाउसको स्वाद चाख्नु भएको छैन भने अगाडि ढिलो नगर्नुहोस्, एकपटक खानुहोस्, फेरि आउन मन लाग्छ। स्थान मोरङ बिरयानी हाउस विराटनगर। समय बिहानदेखि बेलुकासम्म ताततातै बिरयानी सधैँ तयार।